नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल। आज म एक्सप्लेन गर्न जाँदैछु यस्तो मुभी जसमा एउटा एस्ट्रोनट र एलियन बीच मित्रता हुन्छ र एस्ट्रोनट पृथ्वी नफर्की एलियनसँगै बस्छ। फिल्मको नाम हो प्रोजेक्ट हेल मेरी। यो मुभी 2026 मा आएको अमेरिकन साइन्स फिक्सन मुभी हो। अब ढिला नगरी ल त सुरु गरौँ। मुभीको सुरुवातमा हामी रेल एन्ड ग्रेसलाई कृत्रिम रूपमा बनाएको कोमाबाट बिउजिँदै गरेको देख्छौँ। उनी एउटा स्पेससिपमा हुन्छन्, तर उनलाई त्यो सिपभित्र कसरी आइपुगे भन्ने कुरा आफैलाई सम्झन गाह्रो पर्दै हुन्छ। उठेर सिपमा अरू एस्ट्रोनट खोज्छन्, तर त्यो सिपमा ऊ मात्र जिउँदो हुन्छ। उसँग आएको अरू दुईटा साथीहरू मरिसकेका हुन्छन्। उनी पृथ्वीभन्दा धेरै प्रकाश वर्ष टाढा एक सोलर सिस्टममा भएको थाहा पाउँछन्। बिस्तारै रेलेनलाई उनी एक अमेरिकी विद्यालयको साइन्स टिचर र पूर्व मोलिकुलर बायोलोजिस्ट हो भन्ने कुरा याद आउँछ। अब बुझ्नुपर्ने कुरा चाहिँ के छ भने यो मुभीमा हामीलाई सिपमा आउनुभन्दा अगाडिको समय र सिपको समय अगाडि पछाडि गर्दै देखाइन्छ। अब यहाँ कुरा हुन्छ पेट्रोभा लाइनको। यो लाइन सूर्यदेखि शुक्र ग्रह यानि कि भेनस प्लानेटसम्म साइन्टिस्टहरूले देखेको लाइन हुन्छ। एस्ट्रोफेगस नाम गरेको माइक्रो अर्गानिजमले सूर्यको सतहमा तीव्र रूपमा वृद्धि गर्दै गरेको र यही रूपमा वृद्धि भयो भने 30 वर्षभित्र ठुलो ग्लोबल कुलिङ ल्याउने खतरा देख्छन्। यही सिलसिलामा सरकारी एजेन्ट इभा स्टर्टले रेनेनलाई भेट्न स्कुल जान्छन् र उनलाई एस्ट्रोफेगसको अध्ययन गर्न ल्याब ल्याउँछिन्। इभाले एस्ट्रोफेगसको अध्ययन गर्न अरू साइन्टिस्टहरूलाई पनि ल्याएकी हुन्छन्। रेलेनले जाँच गर्दा पत्ता लगाउँछ कि एस्ट्रोफेगस युनिसेलुलर अर्गानिजम यानि कि एक कोशिकीय जीव हुन्। कुनै पनि किसिमको इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले यो जीवलाई केही असर पुर्याउँदैन। अनि अझै केही एक्सपेरिमेन्टबाट रेलेनले एस्ट्रोफेगसहरू भेनसमा सङ्ख्या बढाउन जान्छन्, किनकि एस्ट्रोफेगसहरूको लागि त्यहाँको कार्बन डाइअक्साइड भएको वातावरण र सनबाट आउने ऊर्जामा निर्भर गर्छन् भन्ने कुरा पत्तो लगाउँछ। ठुला अफिसर्स र एस्ट्रोनटहरूसँगको बेलामा इभाले रेलेनलाई पनि ल्याउँछिन् र प्रोजेक्ट हेल मेरीको बारेमा भन्छन्। अहिलेसम्म इभाले प्रोजेक्ट हेल मेरीको बारेमा रेलेनलाई भनेको हुँदैन। सूर्य मात्र एस्ट्रोफेगसको संक्रमण परेको छैन, अरू ताराहरू पनि संक्रमित भएका छन्, तर तीमध्ये टाउ सिटी नाम गरेको तारामा अझै पनि उज्यालो नघटेको संक्रमण नभएको देखिन्छ। त्यसैले अब त्यही तारामा गई त्यो ताराको अध्ययन गर्न उनीहरूले यान बनाइसकेका हुन्छन् र इन्धनमा एस्ट्रोफेगस प्रयोग गर्ने तर धेरै मात्रामा चाहिने कुरा रेलेनसँग गर्छिन्। रेलेनले एक्सपेरिमेन्ट गर्दा अन्जानमै एस्ट्रोफेगसलाई मल्टिप्लाई हुन सक्ने इन्भाइरोमेन्ट क्रिएट गरेर एस्ट्रोफेगसलाई मल्टिप्लाई गरेका हुन्छन्। त्यसैले फ्युलको जिम्मा रेलेनलाई दिइन्छ। त्यो तारासम्म पुग्न उनीहरूलाई 2 मिलियन एस्ट्रोफेगस फ्युल लाग्ने हुन्छ। र अर्को कुरा, त्यो सिपमा टाउ सिटीसम्म पुग्ने फ्युल मात्र लान सकिने हुन्छ, यानि कि गएको सिप फर्किँदैन। एस्ट्रोनटहरू पनि उतै मर्छन्, तर त्यहाँको स्याम्पल भने प्रोब्सबाट फर्काउने योजना हुन्छ। त्यसैले प्रोजेक्टको नाम हेल मेरी हुन्छ। त्यो मिसनमा जाने पाइलट, इन्जिनियर अनि एस्ट्रोनट कहिल्यै पृथ्वी फर्किँदैन भन्ने कुरा सुन्दाखेरि रेनेनलाई नरमाइलो लाग्छ, तर अरू उपाय पनि हुँदैन। अब हामी हालको समय देख्छौँ। रेलेनको सिप टाउ सिटीको अर्बिटमा पुगेर इन्जिन बन्द हुन्छ। त्यहाँ एउटा एलियन स्पेससिप आउँछ र हेल मेरीसँग जोडिन्छ। रेलेनले हेल मेरीलाई टाढा लैजान खोज्छ, तर त्यो सिप पछि पछि जोडिन आइहाल्छ। उताबाट हेल मेरीमा सिलिन्डर सेपको एउटा बक्स आउँछ। सुरुमा रेलेन डराउँछ, तर पछि आँट गरेर त्यसलाई ल्याउँछ अनि मेसेज पठाएको रहेछ भन्ने कुरा थाहा पाउँछ। हेल मेरी र एलियन सिप बीच एलियनले एउटा पाथवे बनाउँछ। त्यो बाटो हुँदै रेलेन एलियन सिपभित्र पस्छ र त्यहाँ उसको भेट एउटा एलियनसँग हुन्छ। एलियन ढुङ्गा जस्तै देखिने हुन्छ, त्यसैले त्यो एलियनको नाम रकी राखिदिन्छ। रकी 40 एरिडेनिक ग्रहबाट आएको हुँदो रहेछ। उनीहरू बीच इसारामा कम्युनिकेसन भइरहेको हुन्छ। रकीले ध्वनिको सहायताले हेर्छ र सङ्गीत जस्तो भाषा बोल्छ। त्यसैले रेलेनले एउटा डिभाइस बनाउँछ जसले गर्दा दुवैजनाले एकअर्काको कुरा बुझ्छन् र कम्युनिकेसन गर्न सजिलो हुन्छ। रकीको सिपमा पनि रकी एक्लै हुन्छ। उसँग आएको अरू साथीहरू सबै मरिसकेका हुन्छन्। रकी एरिडियन जातिको र ऊ सिपको मेकानिक हुन्छ। उनीहरू पनि एस्ट्रोफेगस रोक्न नै हिँडेको हुन्छ। अब रकी र रेलेन दुवैको मिसन एउटै भएकोले दुवैजना सँगै काम गर्ने सोच्छन्। रकी पनि आफ्नो स्पेस सुटमा हेल मेरीमा आउँछ। दुवैजना मिलेर टाउ सिटीबाट एस्ट्रोफेगसको स्याम्पल लिने सल्लाह गर्छन्। स्याम्पल कलेक्ट गरेर रिसर्च गर्दाखेरि हार्बर्स अर्गानिजम भेट्छ जसले एस्ट्रोफेगसलाई खाइरहेको हुन्छ। त्यसैले टाउ सिटीमा अरू तारालाई जस्तो एस्ट्रोफेगसले केही असर पुर्याउन नसकेको हुँदो रहेछ। अब उनीहरू त्यो अर्गानिजम पनि कलेक्ट गर्ने सोच्छन्, तर त्यो तारा नजिक जान हेल मेरी सिप योग्य हुँदैन।
अनि रकीले लामो चेन बनाएर स्याम्पल कलेक्ट गर्ने आइडिया दिन्छ। अब यहाँ गफै गफमा रायल्यान्डले रकीलाई पृथ्वी फर्किने फ्युल छैन, हामीलाई यही शर्तमा पठाएको छ भन्छ, जुन सुनेर रकी निराश हुन्छ अनि पृथ्वी फर्किने जति एस्ट्रोफेगस म दिन्छु, बरु म 6 वर्ष ढिलो घर जाउँला, तिमी पृथ्वी फर्किनुपर्छ भन्छ। जुन कुरा सुनेर रायल्यान्ड रुन थाल्छ। यो सिनमा चाहिँ सबैजनाको मन कटक्कै हुन्छ है। दुवैजना मिलेर रकीको आइडिया अनुसारले त्यो स्टारको माथिल्लो वातावरणबाट अर्गानिजम जम्मा गर्छ। रायल्यान्डलाई त्यो स्याम्पल लिएर सिपभित्र पस्न धेरै गाह्रो पर्छ। बल्ल तल्ल धेरै स्ट्रगल पछि रायल्यान्ड सिपभित्र आउँछ। त्यति नै बेला अचानक हेल मेरीको फ्युल ट्याङ्क लिक हुन्छ। त्यो लिक भएको ट्याङ्क सिपबाट अलग गर्छन्। सिप अनकन्ट्रोल भएर घुम्न थाल्छ र रायल्यान्ड बेहोस हुन्छ। बिचारा रकी आफ्नो त्यो डब्बाबाट निस्किएर रायल्यान्डलाई सम्हाल्छ, तर आफू नै आफ्नो सुटबाट निस्केपछि रकी आफै घाइते हुन्छ, किनकि हेल मेरीको इन्भाइरोमेन्ट रकीको लागि सुइटेबल हुँदैन। अब यहाँ सिन सिफ्ट भएर पास्टको सिन देखाइन्छ। रायल्यान्ड कसरी सिपमा आएछन् र ऊ सिपमा आएको कुरा उसलाई किन थाहा नभएको भन्ने कुराको बारेमा हामीलाई यहाँ खुलासा गरेको छ। हेल मेरीको मिसनमा रहेको वैज्ञानिकहरूमध्ये एकजना वैज्ञानिकको प्रयोगको क्रममा दुर्घटनामा मृत्यु हुन्छ। त्यसैले समय धेरै कम भएकोले इभले रायल्यान्डलाई नै त्यो वैज्ञानिकको ठाउँमा पठाउने कुरा गर्छ र रायल्यान्ड मान्दैन। तर इभहरूले उसलाई धम्काएर मनाएर जसरी भए पनि जानुपर्छ, नभए तिमी यसै पनि मर्छौ उसै पनि मर्छौ भनेर धम्काएको हुन्छ अनि उसलाई जबरजस्ती ड्रग दिएर मिसनमा पठाएको हुँदो रहेछ। प्रेजेन्टमा रायल्यान्ड बिउजिन्छ र सिधै रकीलाई हेर्न जान्छ। रकी हाइबरनेसनमा हुन्छ। रकीको ख्याल राख्दै रायल्यान्डले एस्ट्रोफेगस मार्ने अर्गानिजमको संख्या बढाउनतिर लाग्छ अनि त्यसको नाम टाउमोइबा राख्छ। केही समयपछि रकी पनि हाइबरनेसनबाट फ्रेस भएर उठ्छ। रकीलाई सकुशल देखेर रायल्यान्ड खुसी हुन्छ अनि एस्ट्रोफेगस खाने अर्गानिजमको नाम टाउमोइबा राखेको अनि त्यसको संख्या पनि बढाएको भनेर सुनाउँछ। अब रायल्यान्डले टाउमोइबाको केही स्याम्पलहरू रकीलाई आफ्नो ग्रह लान दिन्छ र रकीले पनि रायल्यान्डलाई पृथ्वी फर्कने फ्युल दिन्छ। एकअर्कालाई साथ दिएकोमा थ्याङ्क यू भन्दै मन भारी पार्दै अब आफ्नो ग्रह बचाउन जाने सल्लाह गर्छन्। अब दुवैजना आफ्नो बाटो लागेपछि अर्थ फर्किने क्रममा रायल्यान्डले टाउमोइबाहरू इभल्भ भएर जेनोमाइट कन्टेनर भाँडो खाएर हेल मेरीको एस्ट्रोफेगस फ्युल खान थालेको भन्ने कुरा थाहा पाउँछ र बेलैमा त्यो कन्टेनर सुरक्षित राख्छ। तर उसलाई त्यति बेला रकीको त पुरै सिप नै जेनोमाइटले बनेको छ, उसको त झन् सबै फ्युल खाइसक्यो होला भन्ने कुरा लाग्छ। अब रायल्यान्ड अर्थ फर्किम कि रकीलाई बचाउन जाऊ भन्ने कुरामा दोधारमा पर्छ। तर उसले आफ्नो साथी यानि कि रकीलाई चुज गर्छ र टाउमोइबा र उसको रिसर्चहरू प्रोब्सबाट अर्थमा पठाइदिन्छ। हामी अब अर्को सिनमा रायल्यान्ड र रकीलाई सँगै देख्छौँ। उनीहरू रकीको ग्रहमा हुन्छन्। एरिडियनहरूले रायल्यान्डको लागि बायोडोम बनाइदिएको हुन्छ, जसले गर्दा रायल्यान्ड फ्रीली हिँड्न पाउँछ। अनि रकीले रायल्यान्डलाई तिमी पृथ्वी फर्किने हो भने एरिडियनहरूले तिम्रो सिप बनाइदिने भन्ने कुरा गरेका छन् भन्ने कुरा सुनाउँछ। रायल्यान्डले मुस्कुराउँदै म सोचेर भन्छु भन्छ अनि रकीले तिमीसँग टाइम छ, टाइम लाएर सोच है भनेर भन्छ। अनि रायल्यान्ड एरिडियन बच्चाहरूलाई पढाउन थाल्छ। फिल्म यही सकिन्छ। समग्रमा कुरा गर्नु हो भने मुभी एकदमै राम्रो छ। साइफाई प्लस कमेडी भएकोले मुभी कतै पनि बोर लाग्दैन। रायल्यान्ड आफ्नो अर्थको लाइफमा एक्लो भएर पनि होला उसले रकीलाई धेरै चिज गरेको। उसले पृथ्वीमा नभेटेको साथी स्पेसमा पायो। मुभी सिम्पल र राम्रो छ। यसमा त्यस्तो दिमाग ख्याएर बुझ्नु जस्तो केही छैन। त्यसैले एकपटक सबैले हेर्नु होला। हेरिसक्नु भएकोलाई फिल्म कस्तो लाग्यो, मेरो एक्सप्लेनेसन पनि कस्तो लाग्यो कमेन्ट गर्नु होला। अरू यस्तो भिडियोको लागि लाइक एन्ड सब्सक्राइब। हामी भेट्नेछौँ अर्को भिडियोमा।